अहिले चाहिँ रक्सोलतिर आइपुग्नु भयो होला नि तपाईँ? टेन्सन भयो टेन्सन। नो टेन्सन सर। कुरा के भने म सिधै अफिस आउँदै थिएँ, एउटा केटीलाई बाइकले ड्याममा हानेर लडाइदियो। अब मैले उसलाई यहाँ अस्पताल ल्याएको छु सर। के गर्ने, मानवता। ए टेन्सन पो भएछ त? टेन्सन भएको होइन सर, एक्सिडेन्ट भएको। टेन्सन लिनुहुन्न सर, नो टेन्सन प्लिज। हस् माई बस। मेरो नसामा पोजिटिभ बगिरहेछ मिस। पोजिटिभ? बी पोजिटिभ, माई ब्लड ग्रुप। के भयो? नो टेन्सन है, नो टेन्सन। डाक्टर साहब, डाक्टर साहब। किन के भयो? डाक्टर साहब हेर्नुहोस् न, त्यो मोटरसाइकलले हानेर एकदम मेरो पिछामा भित्र चोट परेर ब्लड भोमिट गर्न लाग्नु हुनसक्छ। तर नो टेन्सन है डाक्टर साहब, नो टेन्सन। ल ठिक छ, तपाईँ एकछिन बाहिर जानुहोस् त, म उहाँलाई जान्छु। मिस नो टेन्सन। एकछिन अलि लामो सास फेर्नुहोस् तपाईँले, लामो, अझै लामो। तपाईँको ड्युटी 12 घन्टा हो क्या? 12 घन्टा त होइन, 8 घन्टा हो। तर के भन्ने साथीमा एकदम टेन्सन भइरहेको। टेन्सन नलिनुहोस्, टेन्सन लिनु होइन, नो टेन्सन। ल दिपकजी, तपाईँलाई खुसीको खबर छ। मैले भने नि डाक्टर साहब, टेन्सन लिनु हुँदैन। सुरुमा अलिकति अप्ठ्यारो लाग्छ, तर नो टेन्सन। तपाईँले ठिक भन्नुभयो, बधाई छ तपाईँलाई, तपाईँ बुवा बन्दै हुनुहुन्छ। हल्का टेन्सन के हो? होइन होइन, तपाईँ अलिकति भयो। त्यो बच्चा अनि के त हुर्किसकेकै जन्मिला हो क्या? आई मिन टु से त्यो पेटको बच्चा मेरो हो। त्यो पेटको बच्चा तपाईँको नहो कि मेरो हो त? हल्का हल्का लामो लामो सास फेर्नुहोस्। तपाईँ डाक्टर कि म किन लामो लामो सास फेर्नु? डक्टर होस् कि पेसेन्ट, जब टेन्सन हुन्छ लामो लामो सास फेर्नुपर्छ। तपाईँ नगर्नुहोस्। ढोङ्गी, आफ्नो बच्चालाई बच्चै होइन भन्ने तपाईँ? त्यो बच्चा हो, तर यो मान्छेको होइन। मान्छेको पेटमा हात्तीको बच्चा आयो त? के मान्छेको बच्चै होइन म? ओहो, मैले त्यो बच्चा मान्छेकै होइन भने होइन, यो मान्छेको होइन भने। अचम्म छ बा, त्यो बच्चा तपाईँको बच्चा पनि तपाईँ, अनि म चाहिँ किन टेन्सन लिनु? ल सुन्नुहोस् त यहाँ, टेन्सनै हो। डाक्टर साहब टेन्सन लिनुहुन्न, नो टेन्सन। नगर्नुहोस् तपाईँ, यो हुनेवाला बच्चाको बाउ उहाँ होइन भन्नुहुन्छ। के हो? मिस तपाईँले भन्नुहोस् त, उहाँ त अचम्मको डाक्टर हुनुहुँदो रहेछ बा। सानो घाउमा पनि तँलाई यो क्यान्सरै भयो भनेर के मनाइदिनु होला भने त? नगर्नुहोस् तपाईँ, ल भन्नुहोस्, यो हुनेवाला बच्चाको बाउ को हो? अनि हो टेन्सन भयो मलाई। ओ मिस के भयो तपाईँले भन्नुहोस् त, के भन्नु भएको? अलिकति लाभ छैन तपाईँलाई? यो बच्चाको बाउ म कसरी भयो? कसरी भयो? ल म तपाईँलाई भन्छु यो बच्चाको बाउ तपाईँ कसरी हुनुभयो भनेर। सुन्नुहोस् यहाँ, जब महिला र पुरुष बीच सम्बन्ध कायम हुन्छ त्यसपछि डिम्बमा के डिम्ब अहिले ड्याममा दिन्छु। किन त्यसो भन्नुभएको हजुरले? मलाई त माया गर्नु भएन? मेरो पेटमा भएको बच्चाको के दोष? टेन्सन हो, टेन्सन नलिनुहोस्, लामो लामो सास लिनुहोस्। चुप गर्नुहोस् तपाईँ। जबरजस्ती यो केटीसँग मेरो नाता नगर्नुहोस्। तपाईँ डाक्टर हो कि हवलदार हो? अघि भन्नुभयो बच्चा मात्रै मेरो होइन भनेर, अहिले श्रीमती पनि आफ्नो होइन भन्दै हुनुहुन्छ। एकछिनपछि यो हस्पिटल पनि होइन भन्नु होला, अनि त्यसपछि म डाक्टर पनि होइन भन्नु होला। तपाईँले जे भने त्यही मान्ने म? टेन्सन भयो मलाई। तपाईँलाई के टेन्सन भयो? टेन्सन त मलाई भयो। मान्छे कसले मारे हो, फाँसी म चढ्नेवाला छु। टेन्सन नलिनुहोस् हजुर, यो बच्चा जन्मेपछि साह्रै ठिक हुन्छ। के ठिक हुन्छ?
फेरि ठिक हुन्छ। यो जन्मेपछि नेपालको संविधान बन्छ, नेपालको अनुहार फेरिन्छ, के हुन्छ? हुन सक्छ यो पेटभित्रको बच्चा भोलि गएर देश हाँक्ने सक्षम नेता पनि हुन सक्छ। त्यसो भए तपाईँले यो अस्पताल बन्द गर्नुहोस्, एउटा पार्टी खोल्नुहोस् अनि यो जन्मिएला बच्चालाई अध्यक्ष बनाउनुहोस् पार्टीको। डाक्टर साहब मलाई टेन्सन भयो, डाक्टर साहब मलाई टेन्सन भयो, यो बच्चा मेरो होइन। के भन्नुहुन्छ उहाँ? डाक्टर साहब उहाँ झुट बोल्दै हुनुहुन्छ। के तपाईँ यो बच्चालाई आफ्नो नाम दिनुहुन्न? नाम दिने होइन, जमिन पाथर थपा दिन्छु म। डाक्टर साहब अवस्था छ, हेर्नुहोस् यो बच्चा मेरो होइन, 100% होइन, प्लिज होइन। तपाईँहरूसँग त्यस्तो केही प्रविधि होला, उसलाई चेक गर्नुहोस्, मेरो चेक गर्नुहोस्, तर मेरो बच्चा होइन यो। गुड आइडिया, अघि नै भन्नु पर्दैन। ल ठिक छ, म तपाईँहरू दुईजनाकै फेस गर्छु है। टेन्सन ल राख यहाँ जानु। दीपकजी सर त्यो केटी मैले के कुरा गर्नु त्यस्तो?